Hello. Hello. Myself Ajit. अनि हाम्रो यहाँ एरेन्जिङ गर्ने भाइ हुनुहुन्छ, नाम भनिदिनु न। आशिष लामा। आशिष लामा। अब सुरुमा अब हामीले टिजर त टिकटकमा, युट्युबमा, इन्स्टाग्राम, फेसबुकहरूमा राखेको छौँ। तपाईँहरूको जुन सपोर्ट पाइरहेको छ त्यसको लागि एकदमै आभार र खुसी छौँ। र भाइको जुन त्यो लिडमा पनि धेरै साथीहरूले चाहिँ एकदमै मिठो लाग्यो भन्ने चाहिँ अब त्यो केही भन्नु छ तपाईँलाई? त्यसको बारेमा के भन्नु, अब हामी बनाउँदै थियौँ, बनाउँदै फिल्डमा त्यो प्रक्रियामा आफै निस्केको। अब त्यसलाई अहिले फेरि बजाउँ भन्दा मेरो दिमागमा त्यो छैन, त्यो सुन्नै पर्छ फेरि। सरलाई पनि त्यो ठ्याक्क सुन्ने बित्तिकै मन परेको बेला पऱ्यो नि त त्यो ठ्याक्कै। त्यही भएर पनि होला त्यो राम्रो निस्केको, फिल्ममा आएको भएर। गीतले नै माग्यो त्यो। हो, एकदमै गीतले मागेको पाए पनि अब अगाडि अब गीत अलमोस्ट फाइनल छ। अब त्यो फ्यामिली एन्ड फ्रेन्ड्सलाई एकचोटि सुनाएर कस्तो हुन्छ त्यो एकचोटि फिडब्याक लिन पनि बाँकी नै छ। तर आइ एम सो थ्याङ्कफुल एन्ड ग्रेटफुल टु दिस जेन्टलम्यान है। एकदमै उहाँले चाहिँ सहयोग गरिदिनु जस्ट मैले त एउटा कुनै समयमा मलाई त अब त्यस्तै सिचुएसन पर्दाखेरि लेखेको, त्यसमा चाहिँ आफैले फिल गरेर फ्यु कर्ड्सहरू युज गरेर चाहिँ बनाएको गीत। अब त्यो गीत चाहिँ अब एक्ज्याक्टली भन्नुपर्दाखेरि चाहिँ अलिकति इन्कम्प्लिट जस्तो लागिरहेको थियो। त्यसमा के गर्ने, कस्तो गर्ने। त्यसपछि बिकज अफ सम कन्ट्याक्ट्स भाइलाई भेटेँ, एकदमै खुसी लाग्यो है। अब यो गीतमा चाहिँ अब सुनमा सुगन्ध छोडे जस्तै भयो। गीत कस्तो लाग्यो केही भनिदिनु न। मलाई चाहिँ यो अब पर्सनल्ली भन्दा गीत चाहिँ शब्दले छुने टाइपको मिठो, सफ्ट नै स्लो नै भयो भने त्यो हुन्छ नि एउटा भाइब्स, शान्त रिल्याक्स टाइपको, सुन्दाखेरि आहा भन्ने टाइपको गीत लाग्यो क्या। कामै गर्दा नि मजा आयो, आफै पनि के थप्दै बस्न थाल्यो। त्यो हुन्छ नि कुनै गीत त भयो सक्यो। भाइ एकदमै यङ हुनुहुन्छ है, तर एकदमै मल्टी ट्यालेन्टेड। उहाँले पहिल्यैदेखिबाट अलमोस्ट अल जनर्स, अब तपाईँको लोकगीतदेखि आधुनिकदेखि क्रिस्चियन सङ्गहरूदेखि ऱ्याप, हिपहप, अब तपाईँको रक सबै गर्नुहुँदो रहेछ है। एकदमै मल्टी ट्यालेन्टेड, भेरी इन्सपायर्ड एज वेल है। अब धेरै कुराहरू सिक्न पनि पाएँ मैले, कति कुराहरू। म्युजिक जुन चाहिँ मेरो पार्ट अफ इन्ट्रेस्ट त होइन, तर मेरो हबी, मेरो प्यासन। अब त्यसमा पनि अब यो गीत चाहिँ अब एज अ बकेट लिस्ट एउटा गरौँ भन्दाखेरि अब भाइको सहायता बिना त हुन्थेन होला। अब एकदमै भाइ एकदमै क्रिटिक्स नै भएर अब यो गीतलाई के अझै यसमा के लागेको छ भने प्लिज भनिदिनुहोस्। नराम्रो भयो भने भनिदिनुहोस्, सो द्याट अब आउने दिनहरूमा फेरि पनि नराम्रो त केही छैन। आफ्नै क्रिएसन है, अलिकति छोटो भयो कि भन्ने लाग्छ कहिले काहीँ। छोटो चाहिँ छोटो भयो। भाइले सुरुमा पनि मलाई छोटो छ कि भनेर भनिरहेको थियो, तर मलाई आफैले पनि कोसिस गरेँ त्यो एउटा फिल्डमा त्यो गीत लेखिसकेपछि त्यसमा त्यो एडअप गर्दाखेरि पनि त्यो जबरजस्ती एडअप गरे जस्तो हुँदो रहेछ। फेरि जुन भाइब्समा गइरहेछ फेरि त्यही भाइब्स, त्यो भाइब्स चाहिँ मैले फेरि निकाल्न नसक्दो रहेछ। अब त्यो पनि हुँदो रहेछ। तर एज अ होल भाइलाई राम्रै लाग्यो। मलाई चाहिँ काम गर्नै मजा आइरहेछ नि। यो गर्दा नै हामी धेरै भयो नि है। धेरै भयो नि, अलमोस्ट अ मन्थ भयो। अझै अलि अगाडि पनि आउँथ्यो होला, भाइ पनि अलिक सन्चो नभएर। जस्ट यो गीतमा जस्ट यो हाल्यो पुग्दैन कि जस्तो लाग्ने, त्यो हाल्यो पुग्दैन कि जस्तो लाग्ने। अब आजै पनि अब यताउता गऱ्यो फेरि लास्टमा सुरुमा भाइले जे बनाएको थियो त्यसमा नै ओके गरिरहेछौँ। त्यो एउटा जस्ट आफ्नो क्रिएसन भएपछि आफ्नो त्यो आफ्नै बच्चा जस्तै यसमा चाहिँ अझै के बेस्ट गर्न सकिन्छ भने त्यो चाहिँ फिल हुँदो रहेछ।
भाइहरूकोमा नि एक्सपिरियन्समा त्यस्तै रहेछ त्यही हो उनीहरू नयाँ क्रिएसन गर्दै जाँदा यो थप्दा पुग्दैन कि जस्तो लाग्छ, फेरि गऱ्यो होइन बढी भयो कि जस्तो लाग्छ, होइन घटाउँ फेरि होइन मिठो आइसक्यो राखौँ भन्ने हुन्छ। यो माया क्या, माया लाग्ने कि त्यो फाल्न पनि मन नलाग्ने, राख्न पनि धेरै होला कि भन्ने एक्ज्याक्टली त्यस्तो टाइपको हुँदो रहेछ क्या। अनि कतिचोटि चाहिँ चित्त बुझाएर नै भयो होला हुँदो रहेछ त्यस्तो चाहिँ। एरेन्जमै कति भयो नि त अब। भाइले आफ्नो बारेमा केही भन्न चाहन्छ भने भन्दा हुन्छ जस्तै भन्नाले अब एज ए बिङ अ टिचर एज वेल अनि सुन टु बी फादर होइन केही आफ्नो बारेमा छोटकरीमा भन्दाखेरि अब मेरो आफ्नो बारेमा त के भन्नु होइन, म आफू चाहिँ म्युजिक टिचर एउटा भएँ। म्युजिक टिचिङ गर्छु बच्चाहरूलाई, ठुलोलाई भन्दा पनि सानसानो बच्चाहरूलाई स्कुलमा, जुन चाहिँ मलाई रमाइलो लाग्छ बच्चाहरूसँग घुलमिल हुनलाई। त्यो एउटा छुट्टै नेचरमा पुगिन्छ नि त, आफू पनि बचपन जस्तो भइदिन्छ त्यहाँ गएपछि। त्यो एउटा मलाई चाहिँ मनपर्छ, त्यो पार्टमा छु। अर्को भनेको एरेन्ज गर्दै गर्छु, एउटा टाइपको मात्रै गीत नभइकन हजुरले भने जस्तै एभरेज हुन। इभन मुभिजहरूमा पनि गर्नु काम गर्नुभएको छ? मुभीमा चाहिँ अहिलेसम्म पाएको छुइनँ, आशा गर्दैछु। जस मुभीमा पनि एरेन्जिङहरू गरेको पठाउँछु कतिचोटि चाहिँ अन द वेमा ब्याकग्राउन्डमा बसेर एरेन्जिङहरू पनि गर्नुभयो? ए ब्याकग्राउन्डमा कतिवटा मुभीमा चाहिँ गरेको छु। अब त्यो मुभीहरू निक्ल्यो कि निक्लेन भन्ने कुरा मात्रै हो, कतिवटा पेन्डिङै होला। एउटा चाहिँ मैले गर्नलाई दिएको थिएँ, गरिदिनु भनेर चाहिँ गरेर नि दिएको छु काम पनि। तर त्यो अहिलेसम्म अब उहाँहरूको कुरा के भइरहेछ कसो भएछ थाहा छैन। अब म्याक्सिमम् भनेको चाहिँ म्युजिक भिडियो सानसानो म्युजिक भिडियोहरूमा चाहिँ अलिक बढी नै गरिरहेको छु कि। भाइको प्रोडक्सनको नाम चाहिँ एआर म्युजिक होइन? एआर म्युजिक, एआर आशिष एन्ड रिमा। आशिष एन्ड रिमा चाहिँ वाइफको नामबाट राख्नु। मान्छे झुकिँदा चाहिँ आशिष राई पो हो कि भन्छ। सुरुमा म त्यसमै कन्फ्युज भएँ। ओके, एकदमै खुसी लाग्यो। आशिष राई पो हो कि भन्छ, तर वाइफको नेमसँग कनेक्सन भयो। स्टुडियो सुरुवात हुनुमा नै मेरो वाइफको हात हो, एकदमै उसको ठुलै हात छ। उसले नै सुरु गरौँ भनेर नै मोटिभेट स्कुल त गरिरहेको छ। हिजो भर्खरै अब इन्टरनेसनल वुमेन्स डे भएछ, त्यही भएर भाइलाई पनि मोटिभेटै वाइफले नै गरेर हो धेरै नै एकदमै। इभन फर मी, मलाई पनि अब धेरै कुरामा अब लाइफको अप्स एन्ड डाउन्समा वाइफले धेरै सपोर्ट गर्नुभएको छ। वाइफको सपोर्ट बिना यतिको हुन त गाह्रो नै लाग्ने। म त खासै एरेन्ज गर्दै मात्रै बसिरहेको हो, एरेन्ज गर्ने, स्कुल जाने, बस्ने गर्दाखेरि वाइफले होइन तिमीले गर्छौ भने स्टुडियो गरौँ न त भनेर उसले मोटिभेट गर्यो। आर्ट गर्छौ भने म आर्ट सपोर्ट गर्छु भन्यो, उसले सपोर्ट गर्यो। एउटा फोर्स नै सपोर्ट भयो क्या। एक्ज्याक्टली, अब त्यसले गर्दा अब आइरहेछ, कामहरू पनि गरिराख्नु भएको छ है। अब सर्टली भन्दाखेरि चाहिँ भाइको काम एकदमै राम्रो छ। त्यो मेहनत देखिन्छ क्या भाइकोमा वर्कहरूमा। अब हामी त अब म्युजिकल्ली थाहा पनि छैन, अब एरेन्जिङ भन्ने कुरा कस्तो इम्पोर्टेन्ट क्रुसियल रहेछ भने अब यहीँ आएर थाहा पाएँ है। अब अरू केही भन्नु छ भाइले? अरू त केही छैन, यस्तै हो कुरा त, जति गरे त्यति पर्छ। अब अलमोस्ट अब कहिले चाहिँ हामी अब सायद अब छिटै नै रिलिज गर्छु होला। अब स्टिल कन्फ्युजनमा चाहिँ म्युजिक भिडियोहरू बनाउने कि नबनाउने भन्ने कन्फ्युजन थियो। अब फर्स्ट गीत धेरै त्यसरी इन्भल्भमेन्ट पनि हुने कि नहुने भनेर आफूलाई डाउट लाग्ने कि। तर त्यही पनि अब कोसिस जारी छ, हेरौँ के हुन्छ। नत्र भने एउटा सर्ट जस्ट अडियो रिलिज मात्र पनि गर्न सकिन्छ। ल, थ्याङ्क यू भाइ, थ्याङ्क यू सो मच। ल, यस्तो आयो तपाईँको?